नमस्कार साथीहरू, केशव राज ब्लग युट्युब च्यानलमा स्वागत छ। आज हामी संगात बायाँ शब्दबाट बन्ने इम्पोर्टेन्ट सेन्टेन्स विथ मिनिङ महत्त्वपूर्ण वाक्यहरू अर्थसहित सिक्नेछौँ। आजको भिडियो इन्ट्रेस्टिङ र इन्फर्मेटिभ हुनेछ। सो साथीहरू, यो च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला। मले भाषामा संगात भनेको धेरै, अत्यन्त, भेरी, एक्सट्रिमली कुनै विशेषण एड्जेक्टिभलाई जोड दिन प्रयोग हुन्छ। विशेषण भन्दाखेरि गुण अथवा अवस्था। संगात प्लस गुण अवस्था जस्तै धेरै राम्रो, धेरै ठुलो, धेरै खुसी। संगात बाइक धेरै राम्रो, संगात बस्सा धेरै ठुलो, संगात गम्भीरा धेरै खुसी। दिया संगात बाइक ऊ धेरै राम्रो छ। साया संगात लेती म धेरै थाकेको छु। मकानन यिनी संगात सेडाप यो खाना धेरै स्वादिष्ट छ। दिया संगात बाइक ऊ धेरै राम्रो छ। साया संगात लेती म धेरै थाकेको छु। मकानन यिनी संगात सेडाप यो खाना धेरै स्वादिष्ट छ। दिया संगात बाइक कसरी जोडियो भन्दाखेरि ऊ धेरै राम्रो छ, संगात बाइक राम्रो छ। यो वाक्यमा गुण जनाउने भएकोले गर्दा संगात शब्दको प्रयोग गरिएको छ। त्यस्तै गरी साया संगात लेती म धेरै थाकेको छु। संगात भनेको धेरै, लेती भनेको थाक्नु। संगात लेती यो वाक्यमा अवस्था जनाउने भएकोले गर्दा संगात शब्दको प्रयोग गरिन्छ। मकानन यिनी संगात सेडाप भनेको धेरै स्वादिष्ट। यो वाक्यमा वस्तुको गुण जनाइएको छ, त्यही भएर संगात शब्दको प्रयोग गरिएको छ। यसर्थ भन्दाखेरि अवस्था गुण जनाउँदाखेरि संगात शब्दको प्रयोग गरिन्छ। क्रेता इतु संगात महाल त्यो गाडी धेरै महँगो छ। दिया संगात राजिन ऊ धेरै मेहनती छ। रुमा यिनी संगात बस्सा यो घर धेरै ठुलो छ। मले भाषामा क्रेता इतु संगात महाल त्यो गाडी धेरै महँगो छ। महाल भनेको महँगो एड्जेक्टिभ विशेषण देखाइएको छ है साथीहरू। त्यही भएर संगात भनेको धेरै, महाल भनेको महँगो। संगात महाल संगात शब्दको प्रयोग गरिएको छ। राजिन भनेको मेहनती, बस्सा भनेको ठुलो, रुमा भनेको घर। मले भाषामा संगात भनेको धेरै, एकदमै, अत्यन्तै। संगात शब्दको प्रयोग गुण अवस्था जनाउँदाखेरि प्रयोग गरिन्छ। जस्तै संगात महाल धेरै महँगो, संगात राजिन धेरै मेहनती, संगात बस्सा धेरै ठुलो। साया संगात लपार मलाई धेरै भोक लागेको छ। बिलिक इतु संगात बर्सी त्यो कोठा धेरै सफा छ। हरि यिनी संगात सेजुक आज धेरै चिसो छ। संगात लपार धेरै भोक, संगात बर्सी धेरै सफा, संगात सेजुक धेरै चिसो। मले भाषामा संगात शब्दको प्रयोग अवस्था गुण जनाउँदाखेरि प्रयोग गरिन्छ। मले भाषामा संगात भनेको धेरै, एकदमै, अत्यन्तै हो, तर संगात शब्दको प्रयोग गुण अवस्था जनाउँदाखेरि
संगात शब्दको प्रयोग गरिन्छ। मलाई लाग्छ साथीहरू संगात शब्दको अर्थ र प्रयोग बुझ्नुभयो होला। मले भाषा सम्बन्धी बेसिक शब्दहरूको बारेमा सिक्न चाहनुहुन्छ भने आई बटनमा भिडियोको लिङ्क हालिदिएको छु। त्यो लिङ्कमा क्लिक गरेर मले भाषाको बेसिक शब्दहरूको बारेमा सिक्न सक्नुहुनेछ। दिया संगात कुवाट ऊ धेरै बलियो छ। दिया संगात चान्तिक ऊ धेरै राम्री छ। साया संगात सुक्का कफी मलाई कफी धेरै मन पर्छ। दिया संगात कुवाट ऊ धेरै बलियो छ। बलियो शब्द गुण जनायो है, त्यस्तै भएर संगात शब्दको प्रयोग गरियो। संगात चन्तिक धेरै राम्री। संगात सुक्का धेरै मन पर्नु। मले भाषामा दिया भनेको ऊ, कुवाट भनेको बलियो, चन्तिक भनेको राम्रो सुन्दर, सुक्का भनेको मन पराउनु, साया भनेको म, दिया भनेको ऊ अथवा उनी। मले भाषामा बाइया, बाइया भनेको धेरै, धेरैवटा, मेनी, मच, अलट, कुनै वस्तु मानिस वा परिमाण धेरै भएको जनाउन प्रयोग हुन्छ। बाइया प्लस वस्तु संख्या जस्तै धेरै मानिस, बाइया ओराङ, धेरै पैसा, बाइया डुइट, धेरै गाडी, बाइया क्रेता। बाइया क्रेता दी जलान राया, सडकमा धेरै गाडीहरू छन्। बाइया केडाई दी बुक्का हरिइने, आज धेरै पसल खुलेका छन्। बाइया ओराङ दाताङ धेरै मानिसहरू आए। बाइया क्रेता धेरै गाडी, जलान राया भनेको सडक। बाइया केडाई धेरै पसल, दी बुका भनेको खुलेका, हरिनी भनेको आज। बाइया ओराङ धेरै मानिस, दाताङ भनेको आउनु। मले भाषामा बाइया भनेको धेरै, संख्या जनाउँदा मले भाषामा बाइया शब्दको प्रयोग गरिन्छ। बाइया क्रेता दी जलान राया, सडकमा धेरै गाडीहरू छन्। बाइया केडाई दी बुक्का हरिने, आज धेरै पसल खुलेका छन्। बाइया ओराङ दाताङ धेरै मानिसहरू आए। बाइया स्वालन दी ताइया, धेरै प्रश्न सोधिए। बाइया गिर्जा रुमा पर्लु दी बुवाट, धेरै गृह कार्य गर्नुपर्छ। बाइया बराङ दी जुवाल, धेरै सामान बेचियो। बाइया स्वालन धेरै प्रश्न, दी ताइया भनेको सोध्नु। बाइया किर्जा धेरै काम, रुमा भनेको घर, पर्लु दी बुवाट, बुवाट भनेको गर्नु, पर्लु भनेको आवश्यक पर्छ, पर्लु दी बुवाट भनेको गर्नुपर्छ। बाइया बाराङ भनेको धेरै सामान, दी ज्वाल भनेको बेच्नु। मले भाषामा बाइया शब्दको प्रयोग काउन्ट अथवा संख्या जनाउँदाखेरि बाइया शब्दको प्रयोग गरिन्छ। बाइया भनेको धेरै। समग्र रूपमा भन्दाखेरि मले भाषामा संगात अथवा बाइया भनेको संगात गुण अथवा अवस्था जनाउँदाखेरि संगात शब्दको प्रयोग गरिन्छ। संगात भनेको धेरै, एकदमै, अत्यन्तै, जस्तै धेरै राम्रो। संगात बाइक धेरै ठुलो, संगात बसा, संगात गम्भीरा धेरै खुसी। गुण अवस्था जनाउँदाखेरि संगात शब्दको प्रयोग गरिन्छ।
त्यस्तै गरी वस्तुको संख्या जनाउँदाखेरि बायाँ शब्दको प्रयोग गरिन्छ। जस्तै धेरै मानिस बायाँ ओराङ, धेरै पैसा बायाँ डुइट, धेरै गाडी बायाँ क्रेता। साथीहरू, आजको भिडियोमा हामी संगात भनेको धेरै, अत्यन्तै, एकदमै, गुण अवस्था जनाउँदाखेरि संगात शब्दको प्रयोग गरिन्छ। वस्तु वा संख्या जनाउँदाखेरि बायाँ शब्दको प्रयोग गरिन्छ। साथीहरू, आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला र यो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला।